पनि म पङ्कज कुमार शर्मा एउटा एफजेड बाइक लिएर आइदिएको छु। पुरानो छ र वान टेस्टली छ, नयाँ जस्तै बाइक छ होइन। तपाईँहरूले इच्छुक व्यक्ति हुनुहुन्छ चाहिँ भिडियो लास्टसम्म हेरिदिनु होला। र जुन मान्छेलाई एफजेड नयाँ लिन चाहनुहुन्छ भने नयाँ लिनु पर्दैन तपाईँहरूलाई। एफजेड एकदम राम्रो कन्डिसनमा र 9-8 हजार मात्र भिडियोको बाइक एफजेड 2024 मोडलको र 3 महिना मात्र चलेको 3 महिना मात्र चलेको यो एफजेड बाइक तपाईँहरूको सामुमा लिएर म आइसकेको छु। त्यो एफजेड बाइक हेर्न सक्नुहुन्छ। एकदम राम्रो कलरमा छ बाइक, एकदम फुल कन्डिसनमा छ। बाइकमा कुनै प्रब्लम छैन। बाइक मात्र जम्मा 8,000 रनिङ भएको छ। र साउन्डको कुरा गर्दाखेरि पनि साउन्ड पनि एकदम राम्रो नै रहेको छ। साउन्डको केही कुरा गर्नै पर्दैन, सुन्न सक्नुहुन्छ। साउन्ड एकदम राम्रो रहेको छ, साउन्ड एकदम बब्बाल रहेको छ। टायरदेखि लिएर हरेक कुरा राम्रो रहेको छ। 3 महिना मात्रै भएको छ र यसको सर्भिसिङ वारेन्टी पेपर सबै तपाईँहरूले पाउन सक्नुहुन्छ। दुईटा साको जुन व्यक्तिलाई एफजेड चाहिन्छ भने या नयाँ सोचमा लिन चाहनुहुन्छ भने नयाँ लिनु पर्दैन। मात्र तपाईँहरूलाई लिएर कति क्यास आउनुपर्छ, जम्मा क्यास लिएर आउनुपर्छ। तपाईँलाई 3,18,000 दाम छ, तर 3,12,000 मा तपाईँले यो बाइक लिएर जान सक्नुहुन्छ। धन्यवाद। जय श्री राम।